को लागि अहिले त अब अहिले फेरि त्यो एउटा त्यो नीति फेरि स्थिति बसालेको छ मैले। अब अहिलेको के छ भने अहिलेको छोराबुहारीहरू त विदेश जान्छ, विदेश गइसकेपछि त्यो बुढाबुढीलाई पाल्ने मान्छे हुँदैन, टाल्ने मान्छे हुँदैन, सार सुसार गर्ने मान्छे हुँदैन। भोलि आफू पनि अब मेरो पनि अब नातिहरू सबै विदेश गएको छ, अब त्यो विदेश गएपछि उसको बाबामा उतै लाने होला, म पनि त्यही वृद्धाश्रममै जानुपर्ने होला छोराबुहारी नभएपछि भन्ने हिसाबले त्यो सम्झेर पनि मैले फेरि अहिले वृद्धाश्रममा एउटा खाना पकाउने मान्छे र भाँडा पखाल्ने मान्छे एउटा कर्मचारी त्यहाँ नियुक्ति गर्ने काम मैले वृद्धाश्रममा गरेको छु। हेर्नुहोस्, त्यसको साथसाथै बालबालिकालाई पनि त्यो भावमा नहुने बच्चालाई चाहिँ यो कदमवास मित्र सङ्घमा चाहिँ बालबालिकाको लागि पढाउने कामहरू भाव नहुने बच्चा त्यहाँ लाने व्यवस्था गरेका छ। व्यवस्था भएपछि त्यहाँ पढ्छ, निःशुल्क बसोबासको व्यवस्था अझ शिक्षा क्षेत्रमा त्यो कामहरू गर्ने गरेछ। अहिले त्यसै गरेर अहिले एउटा अर्को एउटा ठुलो समस्या आयो। समस्या के हो भने अहिलेको बच्चाहरू सबै मोबाइलमा हेरेर बस्ने, टिभी हेरेर बसेको कारणले त्यो बच्चाको आँखा कमजोरी भयो। आँखा कमजोरी भएपछि त्यसको पढाइ कमजोरी भयो। पढाइ कमजोरी भएपछि त्यो अभिभावकले मेरो बच्चाको आँखा कमजोरी भएको कुरो थाहा छैन, पढाइ कमजोर भएको मात्रै देखिसकेपछि अभिभावकले त्यसै गाली गर्छ, दाजुभाइ दिदीबहिनीले त्यसैले गाली गर्छ, स्कुलमा गए शिक्षकले त्यसैले गाली गर्छ र त्यसका साथसाथै फेरि अनि त्यो आफ्नो साथीभाइले त्यसैले खिचोडी गर्छ। अन्तिम विकल्प भनेको उसको आत्महत्या गर्ने भन्दा अर्को विकल्प नभएको कारणले मैले त्यो एउटा अभियान चलाएको छु। प्रत्येक विद्यालयमा गएर आँखा केन्द्रको अस्पतालमा डाक्टरले भने चाहिँ प्रत्येक मेरो विद्यालयमा गएर आँखा चेकअप गरेर तुरुन्त निःशुल्क चस्मा वितरण गर भनेको कारणले अहिलेसम्म आउँदाखेरि यो 4 वर्षको अवधिमा 571 जना विद्यार्थीले चस्मा दैसकेको छ। त्यो 571 जना विद्यार्थी अन्धोपनबाट हटाउने काम नगरपालिकाले गरेको छ।